त्यहाँ गएर चाहिँ बस्दा बस्दा साथीहरुकोबाट फोन आयो हैन बोजू चाहिँ यसो भयो भनेर थुप्रो कुरा मन दुख्ने कुराहरु हुन्छ अब लाइफमा हैन ड्रेस कोड चेन्ज म गएको ओ दार्जिलिङमा मात्र सोच्छ के मान्छेहरु चियाबारी चाहिँ हाम्रोमा पनि छ नि फेरि अझै मलाई इन्स्टा चलाउने कि गोप्रो चलाउने रे ओ भोक त लागेको थियो पछि बिजे त छ फोन गरेको अब त्यो खानेकुराहरु के छ गाडीमा गएको ल सके ल सक नमस्ते वेलकम खम्डी आजको दिन फेरि स्टार्ट गर्दैको ओभर ब्याड स्याड न्युज छ अब हैन गाउँमा यहाँ तल हाम्रो ओभर एजेड बोजू हुनुहुन्थ्यो नि त उहाँ चाहिँ हुनुहुन्न अब शी इज नो मोर हैन हिजो एक्सिडेन्ट भएछ त्यहाँ तल हो हामी बेलुका गएको थियो हिजो तल हिजो बेलुका आइले मलाई डिनर खानु पनि बोलाएको थियो यहाँ तल घरमा हैन त्यहाँ गएर चाहिँ बस्दा बस्दा साथीहरुकोबाट फोन आयो हैन बोजू चाहिँ यसो भयो भनेर त्यहाँदेखि हिजो बेलुका हामी त्यहीँ थियो 12-1 बजीसम्म हो तल घरमै तल बोजूको घरमा दाजुहरु पनि छ हैन त्यहाँ र हिजो चाहिँ अब बोजूलाई नाम्ची पुर्यायो नाम्चीमा चाहिँ त्यस्तो भएछ बोजू हैन र आज लिनु हुँदैछ बोजू हामी चाहिँ अब दौरा काट्न जाने हो यहाँ पर सुयोगमा पहिला पूजाहरु भएको थियो त्यो जग्गामा हेर्नुहोस् ब्लगहरु हैन यो चाहिँ मलाई हिजो मेरो भेनाज्यूले ल्याइदिएको दिल्लीबाट गिफ्टहरु हैन माइकको यो चाहिँ तर अफसोस मेरो फोनमा भएन माइक हैन माइक हाल्ने पोइन्ट चाहिँ मेरो अलिक लुज रहेछ नि त फोनको चाहिँ त्यसकारणले चाहिँ भएको छैन फोनमा हो अब माइकको टेस्टिङ बादमा हुन्छ र आज अब मरौ घरहरु त देखाउनु पाउँदिन त्यो दौराहरु काट्नु जान्छ अलिअलि त्यहाँ चाहिँ म अलिअलि देखाउँछु आजको दिन कसरी बित्छ हैन अहिले चाहिँ जाँदैछ मम र म बजार जाँदैछ मन्डे हो नि त आज मन्डे हाट लाग्छ हैन तल देखाउँछु बजारमा त्यहाँदेखि आएर चाहिँ उता जान्छ सुयोग त्यही आजको ब्लुप्रिन्ट जाउँ सिक्रेट बिहाइन्ड योर ब्युटी व्हाट्स द सिक्रेट बिहाइन्ड योर ब्युटी हो छोड अडे अलराइट सो बजार आइपुगेको छौँ हामी चाहिँ हैन मम सौदा गर्नु हुँदैछ उता म चाहिँ छु हाम्रो सेम ओल्ड प्लेस गुम्पाको छेउमा हैन यहाँ चाहिँ बस्छु नि त म प्राय जति र अब अघि भनिहालेँ आज के हुँदैछ अब गाउँठाउँमा हैन अघि बोलाउँदै थियो हाम्रो माथिल्लो गाउँकोहरू चाहिँ त्यहाँ पर सुयोगमा चाहिँ दौरा काट्नु बोलाउँदैछ भनिहालेँ हैन अब सिनियरहरूले छिटो चाहिँ भन्दै थियो फेरि म पनि बजार जाने नै अरे नि त सब्जीहरू गर्नु हैन फ्रेस सब्जीहरू अब मन्डे मात्रै लाग्छ हाट हो अब यहाँदेखि गएर चाहिँ सुयोग पुग्छु म सिधै हैन जुत्ताहरू मैला भएर छ हो लुगा चाहिँ सबै छ र अब भ्लगहरु चाहिँ यस्तै हो मान्छेहरु अब यसो हेर्दाखेरि देख्छ नि त बाहिरदेखि हैन राम्रो चिज मात्रै देखाइरहेको हुन्छ नि त यसो एन्जोय गरेको हाँसिराखेको हैन तर भित्रभित्र के भएर हुन्छ नि हामी प्रब्लम छ हामीलाई पनि कति टेन्सन हुन्छ कति प्रब्लम हुन्छ हैन मान्छेहरुले बुझ्दैन आफ्नै मान्छेहरुले पनि बुझ्दैन त्यस्तो चिजहरु देखदिदैन हैन थुप्रो कुरा मन दुख्ने कुराहरु हुन्छ अब लाइफमा हैन तर एफर्ट मतलब छैन मान्छेहरु बुझ्नेले बुझ्छ नबुझ्नेले बुझ्दैन हैन अब भिडियोमा पनि भिडियो म के सोच्दैछु भन्दा चाहिँ मैले चाहिँ 300 वटासम्म युट्युबमा हाल्छु भनेर सोचेको थिएँ हैन तर 300 वटा अफसोस हुन्छ जस्तो छैन मेरो भ्लगहरु किनभने चाहिँ 300 वटा भ्लग बनाइन्जेलसम्म चाहिँ पुरा एक्सपोज भइसक्ने रहेछ आफै पनि हैन अब कति जोगाएर कति के काटेर मान्छेहरु कति अभोइड गरेर हैन त्यस्तो गर्दा पनि पुरा एक्सपोज टाइपको हुने रहेछ हैन त्यहीमाथि मान्छेहरुले बुझ्दैन कति जनाले हुन्छ नि भ्लग चाहिँ हुन्छ जस्तो छैन मेरो सारै अब बेसी चाहिँ र मेरो दिदीहरुले पनि सजेस्ट गर्दैछ फेसबुकहरुतिर हाल्नु के भन्न चाहन्छु म फेसबुकहरुतिर किन नहालेको भन्दा चाहिँ मलाई इन्ट्रेस्ट पनि छैन हैन एक्सपोज हुने फेमस हुने जस्ट एउटा इच्छाले बनाएको नि त भिडियोहरु र मेरो भिडियोहरु चाहिँ युट्युबमा अपलोड हुन्छ ओन्ली इन युट्युब त्यो पनि अब सारै बेसी हुँला जस्तो छैन
स्टप हुन्ला जस्तो छ भ्लगहरु हैन त्यसकारणले एन्जॉय गरिराख्नुस् भ्लगहरु कति आउँछ मेरो निक्लिनु पर्छ ल अब गफ पनि के बेसी गर्नु है ल सो फोन आयो मेरो मम पनि निक्लेछ हैन ओभर छिटो सौदा गर्नुपर्छ गफहरु चाहिँ त्यही हो खुट्टा तान्ने चाहिँ हैन पिछाडीबाट ठेल्ने हुनुपर्छ मान्छे चाहिँ के हो इगो राख्ने हैन हेल्प गर्ने खालके हुनुपर्छ केटाकेटीहरु पनि त्यही डिजिटल जमाना भन्दै खाली फोन बोक्यो फोनमा झुन्ड्यो घोप्ट्यो त्यो हैन पढ्नुतिर ध्यान दिनु हैन केही स्किल्सहरु सिक्नु हो ल मेरो दाजुकोबाट त्यही हो ल दाजु भाइकोबाट चाहिँ त्यही अब मेसेज चाहिँ आजको नि र मनको कुरा भन्दा भन्दै एउटा कुरा भन्नै भुलेछु ह्यापी ईदी हैन मेरो पनि छ मुस्लिम साथीहरु ह्यापी ईदी लु केटाहरुलाई आजिएर पनि थियो जान्दैन होला तर सौदा सौदा लु घर आइपुग्यो अब चाहिँ जान्छु उतातिर लुगा फेरिराखेर हैन अब ठुल्ठुलो टाउनतिर चाहिँ के हुन्छ मान्छेहरू त्यस्तो भइन्छ हैन दौराहरू किनेर ठुटेहरूतिरै हुन्छ होला नि त च्यानहरूतिर हाम्रो चाहिँ के हुन्छ पार्टिकुलर च्यान हुन्छ हैन अब आफ्नो आफ्नो त्यसको जातको हैन त्यहाँ चाहिँ त्यही एरिया वरिपरि काट्छ दौराहरू हो अहिले देखाउँछु अलिअलि के हो कुराहरू हिँडेर जान्छु अब चाहिँ निक्लिदिने अवस्था वेपन बोकिरहेको छु हैन ड्रेस कोड चेन्ज म गएको ओपर दामी फुलेछ यो फुल यहाँ ल सिनियरहरू हिँडेको छ नर्स अझै उता आजिरको घरमा छु म चाहिँ हैन अब जान्छ होला है मैले फर्स्ट टाइम देखेको यो भमरा चाहिँ आमामा भमरा त हैन होला यो है अर्कै खाले के हो त्यो के चाहिँ हो यो कत्रो बढ्यो हुनु पनि आमामा चिल्ने पनि छैन यहाँ फाल्टै खालको किराहरू चाहिँ यो चाहिँ लु आम्मा त्यो पनि कम्ता छैन भाग्दैन पनि रहेछ फेरि चिल्ने पनि छैन छैन दामी किरा टल्किँदो रहेछ पखेटा नि आउँछ निक्लिने अवस्था गर्छ लु यो चाहिँ हाम्रो पल्लोको घरहरू चाहिँ यता माथि यताउता साथीहरूको घरहरू साथीहरू चाहिँ छैन तर अब यो मेसिन लिएर जानुपर्छ उता चाहिँ नि दाउरा काट्नु चाहिँ यो मेसिन लानुपर्छ यो बिना चाहिँ काम चल्दैन हाते ढुङ्गा तल यस्तो दामी छ हाम्रो गाउँ चाहिँ नि ओफ उतै पल्लोपट्टि पुग्नु छ ओ दार्जिलिङमा मात्रै छ सोच्छ क्या मान्छेहरू चियाबारी चाहिँ हाम्रोमा पनि छ नि फेरि हल्का होला यो चाहिँ हाम्रो रङकोली हो अब उहिलेको होइन लेप्चाको ट्रेडिसनल हाउस हो अहिले चाहिँ तर पुरा मोडर्न भएको छ यो रिनोभेट भएर दामी भएको छ धुप्पी बोन्साई गर्नु खोज्दैछ यहाँ दामी छ यहाँ पनि हेरे पूजाहरू लास्ट टाइम भएको यहीँ तल्लोपट्टि हो केटाहरू बसिरहेको छ हाती जनताहरू रहेछ
ठुटे चाहिँ यतापट्टि हो ठुटे अब उतै पल्लोपट्टि जानुपर्छ जङ्गलमा होइन काम गर्नु चाहिँ यहाँ गाडी धुँदो रहेछ गान्तोक जानुभएको थियो हिजो चाहिँ हिजो आउनुभएको गम्बुट दामी किन्छ आफूले एकदम ब्रान्ड न्यू छ ल के भन्दै थियो अघि गीत गाउनु नि आज्ञासँग अनि के हो मोचा जस्तो छ त ठेट खो मलाई क्यामेरा दिन्छु भनेको चाहिँ खो क्यामेरा दिन्छु भनेको चाहिँ ल हौडेछ त आइहाले मलाई इन्स्टा 360 यसो चलाउनु दिन्छु भन्दै थियो कि दिनु छैन आइहाले अझै मलाई इन्स्टा चलाउने कि गोप्रो चलाउने अरे छनु त कि तर बुढोले दिएकै छैन हौ कुन दिन चाहिँ म घरमै जान्छु चिया खाँदै कि लिकिन आउँछु देखाउँछु इन्स्टा प्रायः जति वर्ष गइरहेछ आज जाउँ न हामी पनि म त अस्ति पुगेर आएँ लु मेसिन पनि आइपुग्छ अब चाहिँ अलिअलि काम हुन्छ लास्ट टाइम पूजाहरू चाहिँ यहीँ तल्लोपट्टि भएको यहाँ चाहिँ अब हाम्रो आफ्नै हो बातीमोर हो होमस्टेहरू छ टारबाडी छ पहिला चाहिँ यहाँ चाहिँ अब सिनियरहरूको क्रिकेटहरू हुन्थ्यो अरे अब होइन हामी त थिएन त्यो टाइममा दामी छ जग्गा रेसुम गुम्पा उतैमा थियो ढाकचुङचुङ डाँडा उतै पर हो ए ढाकचुङचुङ डाँडा अरे जुरे डाँडा एडभेन्चर यहीँ पल्लोपट्टि भएको रेसुम गुम्पा यहाँ माथि हो को मेसिन आयो भन्दै त आउनु छैन रहेछ त होइन त्यहाँ परेछ हामी त्यही बाटो आएको नि लिएको छैन टुटे चाहिँ यहीँ पल्लोपट्टि होइन यहाँ पल्लोपट्टि चाहिँ गुरुङहरूको टुटे हो दौराहरू चाहिँ त्यहीँ वरिपरि काट्छ अब त्यस्तै हुन्छ लु टुटेर चाहिँ देखाउँदिनँ तर दौरा काटेको चाहिँ देखाउँछु यतापट्टि काट्छ सिनियरहरू छ होइन ठुलोहरू अब कसरी देखाउनु रनर त होइन जुबो लु आउँदैछ मेसिन लु अब स्टार्ट हुन्छ त काट्नु नै ए ओ विजय सर के लियो ओ भोक त लागेको थियो हिजो थिएन त घरमा खोइ हेलो अब त्यस्तो लागिहाल्यो के गर्नु होइन तलको केटाहरू तल छ
चलाइसकेर छ स्टक सकेछ जाने होला नि अब यहाँ सक्नु पऱ्यो नि यहाँ भर्खर त खऱ्यो यहाँ सकेर ल ऊ सिनियरहरूलाई भन न खाजा आयो भन्छ ल खाजा ए भोक लाग्छ आउ न यता खाजा खानु रे आउनु है तपाईँ जानुपर्ने सबैजना आएको थियो दबाई खानु स्प्राइट ओभर मन चाहियो दादा ल राइट यो चाहिँ माथि के टार पो यसलाई त के टार सोयोग टार भन्छ यसलाई चाहिँ यता चाहिँ बिचरा दाउरा काटेर आएर अस्तिको केटाहरू हो काम हुँदैछ होइन स्कुटी कुदाएको देखिहाल्यो होला देखिहाल्यो स्कुटी यही हो कुदाएको अहिले हो प्याक्सहरू पनि छैन के छैन रहेछ प्याक्स चाहिँ अब निक्लिन्छ कमिङ सुन 6 प्याक्स कमिङ सुन त्यसले अब यहाँ भुलाउन आँटे हस्पट दिएर के गर्छ होला भनेर क्या खेलोपेट खोल्थ्यो नि अम्बो रोल लाग्न आँटेको रहेछ नि त के हो इन्टरनेट त खतम छ त के हो छैन हौ इन्टरनेट थक्का मरे हुँदैन हार्छ अहिले त्यो भएको भरे खेलौँ साँच्ची हुँदै लु राख कस्तो हार्छ भन्दै लोरेन्सको रे स्कुटी ऊ चाबी त्यहाँ चाहिँ नारुतो पर्छ त नारुतो जाउँ ओए ढिलो हुन्छ ओए हामी रात पर्छ 2 बजिसक्यो कति बज्यो दादा 1:30 अब त्यही हो कामहरू अहिले देखाउँछु तपाईँहरूलाई लु के हुँदैछ होइन यो चाहिँ मेरो पर्सनल भ्लग हो अब आज दिन कसरी बित्यो डरा बोक्दैछ हामी चाहिँ टुटे चाहिँ यहाँ पछाडि होइन टुटे चाहिँ नहेर्नु लु एन्डिङ हुँदैछ पछि त छ ओ यो बिक्लाउँथ्यो नि एउटा डालो यस्तो राम्रो थियो आज खसी पार्यो भोलि पर्सि जस्तो फेरि त्यो खसी पाऱ्यो भने चाहिँ उता त्यो अरे अति फुलिँदो रहेछ नि त दुध त्यो न फेन्सिङमा पऱ्यो कि न केले कुन चाहिँले काटेर लाग्यो प्लाट्टै नै बाहिर निस्केको हामीले अन्त लडाएर चाहिँ अन्त मन गरेको अब त्यो गाईको भित्र त्यो लिभरहरू हुन्छ नि त्यो के भन्छ हो त्यो पाकेको के ल त्यस्तै पो हुँदो रहेछ पाकेर एन्डिङ लु एन्डिङ होइन के गर्नु सक्दैन अब के गर्नु त्यही हो बोजू आफ्टर लाइफमा बाटो पाओस् राम्रो होइन अब चाहिँ घर लाग्दै गयो त्यहाँ पनि ओह्रालो झर्छु अब उता चाहिँ हेर्नुपर्छ के हुन्छ सक्दिएको होइन अब यो त्यहाँ अलिअलि उब्रेको चाहिँ भोलि मलामीहरू आउँदै ओसारिहाल्छ हो सिनियरहरू छ पछाडि अब घर गएर साफ गरेर चाहिँ झर्नुपर्छ होला ओह्रालोतिर गाडीमै जानुपर्छ ल आइ पेमा हिँड्ने हो कि के गर्नु हामी पनि जान्छौँ नि अन्त जाउँ गाडीमै सोह्रको 22-23 जना आएको छ कि त्यही 6-7 जना चाहिँ लिएर आएको छ यस्तोमै रहेछ कुरा चाहिँ कि प्राइभेट त्यो चाहिँ यस्तो दिएर ढाडिँदो रहेछ
अहिले त जाको त्यही सत्ता दिनु मान्दैन आजङ कस्तो छ लुगा केटीको लुगा छ सिलाउनु रहेछ खानेकुराहरू के छ गाडीमा होस् कुदाउनु त के छ गाडी निक्लिदिएको अब चाहिँ घर मलाई बस्नु अरे सिनियरहरूले भनेको गएको लानु उनीहरू मान्छे चम्काउनुहोस् है त्यो चम्काउनु यो अल्छामा चम्काउनु हुँदैन दाजुभाइको बिचमा फेरि कति हुन्छ क्रिकेट चाहिँ इन्ट्रेस्ट लाग्छ मलाई क्रिकेट मजा लाग्छ यहाँनिर त अन्त हाम्रो त कस्तो दामी यहाँ डेली प्र्याक्टिस भएर छ नि टिम क्या स्ट्रङ थियो रागे सल्लाहहरू हुन्छ है दामी थियो नि हाम्रो सेटहरू म यहाँदेखि उकालो होइन उकालो चढिहाल्छु यहीँ हो यहीँसम्म उयो माथि यो घर आगे यहीँ तल्लोपट्टि हो गएको जान्दैन होला ओह्रालो त कोही पनि होइन ओह्रालो त कोही जान्दैन होला नि त भरे बेलुका गयो भने चाहिँ जान्छ नि तिमी जान अब हेर्नुहोस् भरे सल्लाह गरौँ न आकुको पनि दामी छ एरिया चाहिँ नि आज छ अझै बनिँदैछ अब अलिकति यहाँ हो हाम्रो आकुको हो सिन छ है उता आइगेहरूको चाहिँ उता ल यता आइगेहरूको चाहिँ ऊ पर लानु यो त खाँदैन रहेछ तर म त अब एकछिनबाट जान्छु होला ओह्रालो ल सक्यो ल सक घरतर्फ अब सक्दिनँ सिन आजको लामा बोइजहरू निक्लेछ गोली कहीँ जान्दैन तपाईँ दा गयो ओह्रालो तपाईँ को मम्मी लु म निक्लिदिएको तलतिर जान्छु म चाहिँ अब चाहिँ मरो घरमा होइन साथीहरू पनि होला तलतिर अब भोलि निकाल्ने रहेछ बोजू होइन फ्युनरल भोलि अब र अब त्यही हो मरो घरहरू चाहिँ देखाउँदैन होइन आई डोन्ट एन्टरटेन पिपल अब त्यस्तो पाराले अर्काको दुःखले चाहिँ एन्टरटेन कहाँ गराउनु होइन र आजको चाहिँ यति नै हो थ्याङ्क यू फर वाचिङ दिन पनि बित्यो 4 साढे 4 भइसक्यो होइन बितेको त छैन अझै छ दिन त तर हजुरहरू र मेरो चाहिँ साथ आज यतिकै लाग्यो र वन्स अगेन थ्याङ्क यू फर वाचिङ किप स्माइलिङ स्टे ब्लेस होइन त्यो लाइफ भने कहिले सक्छ कसलाई पनि याद हुँदैन हाँसेर बस्नु मिलेर बस्नु इगो कम्ती राख्नु इगो चाहिँ नि आफ्नो कम्ती राख्नु अब हाम्रो त बोली यस्तै हो होइन कतिजनाले मन पराउँदैन अब बोल्दै यो त के साह्रो यस्तो बोल्छ त्यस्तो टाइपको हुन्छ नि जे गर्दा मान्छे जेसमा खुसी हुन्छ अरूलाई त्यसमा छोडिदिनुपर्छ र त्यही हो लास्ट आजको एन्डिङ मेसेज चाहिँ आफै चाहिँ खुसी बस्नुहोस् सी यु इन नेक्स्ट ब्लग